अलिकति बोल्न पाइन्न र। वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँलाई स्वागत छ। यहाँ हेर्न सक्नुहुन्छ अहिले म बसिरहेको यति घाममा। यत्रो घाम छ यार, यत्रो घाम छ न, यत्रो 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 घाम छ के। कत्रो घाम छ, यत्रो जान कि गर्मीले मान्छे मर्छ के, मर्छ। अनि यहाँ आज मेरो आमा हुन अचार बनाउँदै हुनुहुन्छ। सी यू लाइक ए गाइज। अहिले जस्ट सुरुवात हुँदैछ कि गाइज, सुरुवात। ओके जस्ट सुरुवात हुँदैछ, सुरुवात। अलिकति बोल्न पाइन्न र। अमन ब्रो सुतिसक्यो? सुते छैन होला। एउटा फोन यहाँ मेरो। गाइस बाहिरको भ्यू एकछिन है। गाइस सब रेडी भइसक्यो होइन, अब सामान हाल्न बाँकी छ कि। सामान गाइस अरे वहीँ बनेका गाइस। यहाँ अँध्यारो छ, त्यही भएर बत्ती बालेको। बाहिर आइयो, भित्रबाट बाहिर आइयो कलाएर। यसमा धुलो खुर्सानी हालिसकेछ के, नभए मेरो पहिलाको पिनट बटर थियो। के लेख्यो मुस्नी यसो कसो यसो न चिनी। मेरो आमालाई त चिन्ने हुन्छ होला। तिलको धुलो थियो, अब यो खुर्सानी, धुलो खुर्सानी। रेडी हुँदैछ। अझै खाने हो गाइस, अचार, ओन्ली अचार। अलिकति बोल्न पाइन्न र। तर मेरो यहाँ छ धारा हुनु, तर लास्टै साला खाल्टोमा छ कि। त्यहाँबाट मान्छे यहाँ जान्छ, त्यहाँबाट त्यहाँ जानुपर्छ। यहाँ कति चिप्लो छ गाइस। गाइस अब यही खाएर अब खेतमा जानुपर्छ के। यति घाममा खेतमा जानुपर्छ यार।
सो होइन गाइस म खेतमा पनि आइसकेँ होइन आफ्नो बाइक लिएर यहाँ छ मेरो बाइक सट्टै आएको त्यताबाट सरर ल्याएर होइन अनि त्यही हो खेतमा के गर्न आएको छु भने यहाँ सबै घाँसहरू देख्न सक्नुहुन्छ त्यो तितेपातीहरू छ होइन अब त्यही त्यसले खनिदिने के यसो त्यसले खनिदिने टक्क लाएर अनि त्यही हो यता त गर्मीमा लास्ट काम हुन्छ कि टक्क लगाएर घामजी त त्यतै हुनुहुन्छ हाम्रो अनि एकदम गर्मी हेर्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ त्यही हो यहाँ छ अमन ब्रो सबै खन्ने यहाँ छ हाम्रो कोदालो होइन यहाँदेखि सुरुवात गर्नु लागि यहाँदेखि गरौँ न टक्क लगाएर खाँदिन यता देखाएको तल अब सुक्छ न घाममा घाममा अझै कालो भइन्छ सो होइन गाइस मैले काटेर भइसकेँ यो एकदम काटेर भइसक्यो के हेर्नु न गाइस मेरो एकदम चप्पल माटो भइसक्यो एकदम माटो भइसक्यो यता हेर्नु त यस्तो हेर्नु यसो खुट्टाले यसो गर्ने या क्या भएन त्यो भएन यी पसिना हेर्नु त पसिना चुया त्यता ब्राइटनेस कम भयो खै किन ब्राइटनेस कम भयो होइन आफै हुन्छ क्या आफै त्यो मिलाउँछ एक्सपोजर त्यही हो गाइस एकदम ब्राइटनेस कम भयो यार खै किन मेरो बाइक होइन टक्क लगाएर त्यही हो गाइज अब आजको भ्लगलाई यतितिर व्यवस्था गरौँ होइन थ्याङ्क्स फर वाचिङ बाई गाइज